वेलकम टु माई डेली ब्लग। अन्बी र म चाहिँ टार्गेट गएको थियौँ। टार्गेटमा चाहिँ खासमा म अन्बीको लुगा रिटर्न गर्न गएको थिएँ कि अस्ति मैले अन्बीको लागि स्विमिङ ड्रेस किनेको थिएँ नि त, त्यो चाहिँ अन्बीलाई सानो भयो अनि रिटर्न गर्नु कति बेर टाइम लाग्यो नि त। अन्बी भन्छ मम्मी इट्स टेकिङ टु लङ भनेर कराएको चाहिँ यता घुम्छ उता घुम्छ है, यो चाहियो त्यो चाहियो। बजार लगेपछि कुनै पनि सामान वेट गर्नु पऱ्यो या के गर्नु पऱ्यो, लाइन लाग्नु पऱ्यो भने गाह्रो हुन्छ। हुन त लाइन त थिएन, तर पनि एकजना कस्टमर चाहिँ अगाडि बसिरहेको थियो कि, अनि एकदम टाइम लाग्यो रिटर्नमा चाहिँ हामीलाई। अनि त्यसपछि त्यो साइडमा चाहिँ लो प्राइस भनेर राखेको हुन्छ कि टार्गेटको। लो प्राइस मतलब $500 अरे $5 $7 $3 सामानहरू हुन्छ कि यहाँ चाहिँ यसै कति कति यस लो प्राइस भनेर राखेको हुन्छ। अनि अन्बीलाई फेरि त्यही हो, बजार लगेपछि यो पनि चाहियो त्यो पनि चाहियो भन्छ। अनि हुन त मैले किन्दिनँ, अन्बी नो भने हुन्छ। आजकल चाहिँ सुन्छ कहिले काहीँ चाहिँ, कहिले चाहिँ सुन्दैन है। कहिले चाहिँ पुरा भुइँमा लडीबडी खेलिदिन्छ नि मेरो छोरीले त। माई गड, कम टेन्सन दिन्छ समटाइम्स अन्बीले। तर आज चाहिँ त्यस्तो एक्टिङ के पनि गरेन होइन, उसले एकदम राम्रो बिहेभ गर्यो। राम्रो बिहेभ गर्यो भने चाहिँ आफ्नो पनि दिमाग ठन्डा हुन्छ नि त। अनि बच्चाले जब टेन्सन दिन थाल्छ दिमाग तात्तिहाल्छ फेरि मेरो पनि है। अनि त्यही टार्गेटमा चाहिँ कस्तो राम्रो हुन्छ कि हो, घरको डेकोरेटको सामानहरू कस्तो राम्रो राम्रो पाउँछ है। हुन त अरू स्टोरमा पाउँछ तर टार्गेटमा पनि पाउँछ नि। गएपछि चाहिँ एकचोटि घुम्छु कि त्यतातिर के नयाँ आएको छ भनेर एकचोटि चाहिँ म सबैतिर घुम्छु कि टार्गेटको। लाइक आफ्टर 1 विक 15 दिनपछि गयो भने, हुन त हामी त हप्तामा 2 चोटि 1 चोटि त गएकै हुन्छ, 3 चोटिसम्म हुन्छ कहिले काहीँ त। अनि गएपछि त्यही हो, टोइज डिपार्ट नगएको त दिनै हुँदैन। डलर टी, क्रोगर, टार्गेट, फाइभ बिलो, मार्सल, कति स्टोर, ओल्ड नेभीमा त खासै टोइज पाउँदैन है। मैले जाने स्टोरको नाम भन्छु कि, जताखेरि पनि जेसीपेनी मल जहाँ गए पनि टोइज चाहियो। अनि क्लियर्स के भन्ने पनि छ है मलमा चाहिँ। अनि उसलाई त्यहाँ जान्नै पर्छ, फेरि buy 1 get 1 भन्ने हुन्छ। अनि उसले चाहिँ लियो भने ल लियो नि त भन्ने त पुरा उठाउँछ कि, उसले झोलै प्याक गर्छ। अनि यो डलरहरू चाहियो अरे अन्बी, यो डलर बच्चाले सानो बच्चाको लाग्यो भनेको कि चाहियो भने त मैले नो भनेको चुप्पो लाग्यो। अनि उसले आज चाहिँ 2टा टोइज लिएर आएको थियो। अनि एउटा मिनी फ्रिज ल्यायो कि उसले, मिनी फ्रिज किनेर ल्यायो। नकिन भन्दा मान्दैन, के गर्नु, गएपछि एउटा न 2टा त उठाइहाल्छ। मम्मी आई वान्ट टु अलवेज भन्छ कि 2 टोइज भन्छ। मैले नो भन्दा पनि त 2टा चाहिँ ल्याउँछ। अनि त्यही हो हाम्रो सपिङ आमा छोरीको झगडा गर्दै हुन्छ कि नो भन्छु म चाहिँ, उसले नो आई वान्ट भन्छ। मैले नो जे भने पनि के गर्नु, 2टा त चाहियो मेरो छोरीलाई, 2टा टोय चाहिँ उठाउँछ है। एभ्री स्टोर, जुन कुनै पनि स्टोरमा जानुहोस् मेरो छोरीले 2टा 3टा एउटा त ल्याउँछ 2टा 3टा जिद्दी गऱ्यो भने 2टा 3टा गाह्रो छ। फन घुमेको यता र उता होइन। यो बेबीहरू छोरीले पनि पुरा खेलायो बच्चामा, उसको बेबी थियो कि यस्तो खालको सेम बेबी थियो होइन। मेकअप गरिदिएर खाना खुवाएर नुडल्स कोच्चाएर गर्थेँ कि। अनि मलाई चाहिँ यता ग्रोसरीमा जाने बेला कि यो सुपहरू चाहिँ मैले कहिले ट्राई गरेको छुइनँ कि यो क्यानको। अनि अन्बीलाई पनि ट्राई गर्नु पऱ्यो भनेर लिएर आएको कि ट्राई गर्छ र गर्दैन उसले त्यत्तिकै। एउटा ल्याउनु चाहिँ ल्यायो, खोइ यो भित्र चाहिँ चिकन सुप पास्ता के रहेछ। क्यानको बिनहरू है, क्यानको बिन भने राम्रो हुन्छ। मैले ट्राई गरेको छैन अहिलेसम्म यो क्यानको बिनहरू पनि। अब हामी चाहिँ राजमाहरू लिएर घरमा भिजाएर खान्छौँ नि, इन स्टोरबाट राजमाहरू ल्याउँछौँ अनि घरमै भिजाएर खान्छु कि यस्तो क्यानको। अन्बीलाई चाहिँ स्कुलमा कहिलेकाहीँ उसले खान्छ नि त, पहिला प्रिकेमा चाहिँ उसलाई यस्तो क्यान फ्रुटहरू दिन्थ्यो। अनि उसलाई प्रिकेको याद आउँछ नि, मम्मी मलाई आई वान्ट ओरेन्ज भन्दै त मैले ओरेन्ज देखिनँ है। आई लभ इट ओरेन्ज, क्यानको ओरेन्ज फ्रुट आई लभ इट भन्दै थियो। मैले यस्तो हेर्दैथिएँ पिच थियो, फेरि पिच उसलाई मन पर्दैन। अनि पाएन ल्याइन। एउटा चाहिँ मलाई चिल्ली सस, ओइल चिल्ली सस, घरमा कोही कोही बेला अचार नबनाएको बेलामा चाहिँ यो ओइल चिल्ली ससहरू पनि खानु अल्छी लाग्छ नि त। कहिले काहीँ सधैँ टमाटरको बनाउनु अल्छी लागेको बेलामा चाहिँ यो ओइल चिल्ली खानु भने अलिकति अचारको स्वाद मेटाउँछ नि त अचार पिरो खानेलाई। हुन त खोर्सानी टोक्नेलाई खोर्सानी टोक्नु परिहाल्छ अक्कबरी डल्लै। अन्बीलाई चाहिँ अब त्यो हेलो किटी नुडल्स पनि चाहियो। अनि यो सिउड भन्ने के लेउ जस्तो हुन्छ नि, यो कोरियनहरूको समुद्रको लेउ
मतलब कोरियन ड्रामा देखेकै मैले उनीहरूले बनाएको मतलब टिप्नु जान्छ ड्रामामा कति हुन्छ है सिविड भन्ने अनि अनिमीलाई चाहिँ अस्ति नै चिकचुलीको मन परेन कि अहिले चुला मन पर्न थालेछ अनि उसले यो एउटा सिविड लिएर आयो 499 समथिङ कति थियो यसको होइन कि 549 कति थियो अनि अचम्म क्या कसले चाहिँ नि कुकुभित्र एउटा टोइस राखिदिइरहेको छ अनिमीले अघि देख्छ बच्चाहरूले कहाँ के लुकाएको छ सबै देखिहाल्छ मम्मी यहाँ हेर्नु त लुक एट हियर हु पुट हियर भनेर भनिरहेको थियो अनि हेयर एक्सर्साइजहरू लिनुपर्ने हो यतातिर हामी छिर्यौँ त्यसपछि मेरो भिडियो चाहिँ यतिमै सकिन्छ सी यु नेक्स्ट भिडियो हेभ अ नाइस डे म र छोरी चाहिँ ग्रोसरी सिद्धाएर कामतिर लाग्यौँ बाई बाई हेभ अ गुड डे सी यु नेक्स्ट भिडियो बाई बाई